नमस्ते सबैजनालाई। आज चाहिँ हाम्रो घरमा भेज मोमो पाक्दैछ। मैले चाहिँ 160 मा लिएको यो चक्कुले प्याज काटिरहेको छु, देख्न सक्नुहुन्छ। भिडियो बनाउने त्यति त आउँदैन र भोइस कभर गर्न पनि आउँदैन हैन। फर्स्ट टाइम चाहिँ मैले यसरी बोलेर भन्दा पनि भिडियो बनाउँदै पछि चाहिँ यो भोइस कभर गरेको हो। र आज चाहिँ पनिरको मोमो पाक्दैछ हाम्रो घरमा, किनभने मेरो मम्मीले चाहिँ मासु त्यति रुचाउनु हुँदैन। त्यस कारणले पनिरको मोमो खाम भनेर बनाउन खोजेको, तर फर्स्ट टाइम भएको हुनाले मलाई अलि गाह्रो नै भयो बनाउन हैन। त्यही पनि ट्राई गर्नुपर्छ। यसरी चाहिँ मैले तेल लगाएर मोमोको भाँडो देखाउँदैछु। र यो दिनमा चाहिँ एकदमै राम्रो थियो क्या मौसम, पानी पर्ने जस्तो पनि भइरहेको थियो, अनि पानी पर्छ कि जस्तो लागिरहेको थियो। र हेर्नुहोस्, यो हाम्रो घरको सब्जी हुन्, जसलाई ड्रमस्टिक पनि भनिन्छ, शीतल चिनी भनिन्छ हैन। जसले जसरी चिने नि, तर फाइदा भने सबै एउटै नै हो, नाम फरक फरक भए तापनि। यहाँ हेर्नुहोस्, यसरी मैले चाहिँ आफ्नो घरको छतबाट यसरी भिडियो बनाइरहेको छु। चराहरू उडिरहेछन्, बच्चाहरूको पनि हल्लाहरू थियो। अनि यसरी बनाइरहँदाखेरि चाहिँ फर्स्ट टाइम बनाएको भएर अलि बोल्न नि कस्तो गाह्रो गाह्रो हुँदो रहेछ हैन। ल, घाम चाहिँ डुबिराखेको हुनाले कस्तो राम्रो देखिएको छ हेर्नुहोस्। यो चाहिँ हाम्रो बकैनाको रुख, अलिकता ब्लर आयो। यो चाहिँ बकैनाको रुख है। कतिलाई थाहा छ होला यो बकैनाको रुख भनेर। यसरी चाहिँ मैले भिडियो बनाइरहेको छु। हेर्नुहोस् मौसम, घाम डुबिरहेको बेलाको। र मोमो पनि रेडी भयो। मोमो प्याक गरेको चाहिँ देखाएन मैले हैन। र यसरी हामी खाइरहेछौँ। हाम्रो पुन्टुले पनि खाँदैछ, यम्मी छ भन्दै। तर मलाई चाहिँ मन परेन, किनकि मासु खाने मान्छेलाई यस्तो पनिरको मोमो मन नपर्ने रहेछ। मम्मीलाई चाहिँ मिठो लाग्यो अरे, सानुलाई पनि मिठो लाग्यो अरे, यम्मी छ भन्दै हुनुहुन्छ दुवैजनाले। मेरो पहिलो भ्लग है यसरी बनाएको चाहिँ। बाई।